पञ्चायत कालको बेला लागू भएको शिक्षा ऐनले सबै युग सुहाउँदो मागहरूलाई सम्बोधन गर्दछ, समयलाई सम्बोधन गर्दछ। त्यसकारण सरकार र मान्यज्यूहरू सबै गम्भीर हुन आवश्यक छ। शिक्षकज्यूहरूले आफूले काम गरे बापत एउटा विद हेनरी किराक्सले भनेको कुरा मलाई सम्झना छ। उहाँले भन्नुहुन्छ शिक्षक समाज परिवर्तनका संवाहक हुन्। आज नेपालका यो सडकमा उभिएर 27 दिनसम्म आन्दोलन गर्ने शिक्षकहरू कुनै पनि एलियन होइनन्, अरू ग्रहबाट आएका व्यक्ति होइनन्। शिक्षकहरूको भावना छ, उहाँहरूको इमोसन छ, उहाँहरूको सम्मान चाहिन्छ। उहाँहरू पनि मान्छे हो, तर प्रधानमन्त्री नै आफै नेगेटिभ भएर बारम्बार शिक्षकका भावनामाथि प्रहार गर्ने समाजका परिवर्तनका संवाहकहरूलाई निराश बनाउने हो भने आज यी शिक्षकहरू सबैले गाउँका कुना कुनामा आफ्ना घरका परिवारका सदस्यहरूलाई, आफ्ना बालबच्चालाई, आफ्ना विद्यार्थीहरूलाई सबैलाई गाउँका कुना कुनामा यो सरकारप्रति, यो व्यवस्थाप्रति, नेपालको अहिलेको कानुनप्रति निराशा फैलाइदियो भने के हुन्छ? यसको परिवर्तनका लागि बोलेका थुप्रै बलिदानी दिएका थुप्रै शहीदहरू र थुप्रै सङ्घर्षहरूको मूल्याङ्कन, थुप्रै सङ्घर्षहरूले ल्याएको त्यो रिजल्ट, त्यसको सबै एकैचोटि माटोमा मिसिने अवस्था निर्माण हुन्छ। त्यसकारण मेरो विनम्रताका साथ प्रधानमन्त्री र क्याबिनेटमा रहेका मन्त्रीज्यू र सबै मान्यज्यूहरूलाई विनम्रताका साथ अनुरोध छ, उहाँहरूलाई सम्मान दिने खालको उहाँहरूले मागेको सम्मान नेपालको शिक्षा ऐनले सम्बोधन गर्नुपर्छ। त्यसका लागि बाटोहरू खुलाउनु पर्छ। कतिपय ठाउँहरूमा थुप्रै विज्ञ र मान्यज्यूहरूलाई पनि एउटा भ्रम के छ भने भएका सबै मागहरू शिक्षा ऐनभित्र आउँछन् भन्ने लाग्छ। तर शिक्षा ऐनले केही कुराहरू निर्दिष्ट गरेर बाटो निर्देश गर्यो, केही कुराहरू त अहिलेको क्याबिनेटले पनि आजसम्म पुरा गरिसकेको हुन्थ्यो। यदि सरकार संवेदनशील भएर, यदि मान्यज्यूहरू मन्त्रीहरू संवेदनशील भएर शिक्षकका मागका प्रति आजसम्म संवेदनशील भएको भए थुप्रै मागहरू आज क्याबिनेटले पारित गरिसकेको हुन्थ्यो। थुप्रै क्याबिनेटले पारित गर्न सक्ने मागहरू राखेर आज शिक्षकहरू 27 दिनदेखि आन्दोलनरत हुनुहुन्छ। त्यसकारणले सबै कुराहरू शिक्षा ऐनमा आउने नआउने कुराहरू सरकारले वार्ता मार्फत निर्गल गरोस्। बाटो देखाउने, निर्दिष्ट रूपमा बाटो देखाउने काम सर्वप्रथम होस्। र म अन्तमा धेरै नबोलिकन आदरणीय गुरुहरूलाई, गुरुमाहरूलाई हार्दिक सम्मान गर्दै एउटा कुरा अनुरोध गर्न चाहन्छु। नेपाल सरकारलाई मेरो अनुरोध छ, शिक्षा ऐन 2028 सालको शिक्षा ऐनले यो समयलाई सुहाउँदैन, हाम्रो देशको भविष्यलाई उज्जवल बनाउँदैन, बच्चाको भविष्यलाई उज्जवल बनाउँदैन। त्यसकारण तत्काल नयाँ शिक्षा ऐन लागू हुनुपर्छ। म सरकारलाई अनुरोध गर्न चाहन्छु र शिक्षकहरू निराश हुनु हुँदैन। त्यसै गरी म आम बुद्धिजीवी शिक्षा प्रेमी सबै व्यक्तिहरूलाई अनुरोध गर्न चाहन्छु, यो आन्दोलन शिक्षकको आन्दोलन मात्रै होइन, नेपालको सार्वजनिक सुधारका, शिक्षा सुधारका लागि सुरु गरिएको आन्दोलन हो, सार्वजनिक सरोकारको विषय हो। त्यसकारण यो आन्दोलनमा तपाईँ हाम्रो सबैको भौतिक नैतिक समर्थन चाहिन्छ। यो आम नेपाली नागरिकहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी आम नेपाली अभिभावकहरूलाई अनुरोध गर्न चाहन्छु, आज शिक्षकहरू 27 दिनसम्म घाममा उभिरहँदा तपाईँ हामीले नकारात्मक रूपमा गाउँमा टीका टिप्पणी गर्यौँ भने उहाँहरू निराश हुनुहुन्छ। आज शिक्षकहरू 27 दिनसम्म आन्दोलन गर्नुको कारण तपाईको हाम्रो बच्चाको भविष्य सुनिश्चित गर्नका लागि हो। यो कुरा पनि म अनुरोध गर्न चाहन्छु। यसै गरी शिक्षक वर्गहरूलाई पनि मेरो एउटा अनुरोध छ, आज थुप्रै युवा साथीहरू शिक्षण पेसाप्रति आकर्षित रहने अवस्था छ। उहाँहरूलाई पनि, उहाँहरूको पनि नेपाल सरकारको शिक्षक बन्ने सपनालाई पनि आघात नपुग्ने गरी तपाईहरू अगाडि बढ्नु होला भन्ने कुरा पनि तपाईहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। र अन्तमा सम्पूर्ण गुरुहरूलाई पुनः एकपटक सम्मान गर्दै विद्यार्थी राजनीतिमा लामो समय दिएका कारण अब विद्यार्थी साथीहरूले, विद्यार्थी नेताहरूले पनि छिट्टै यो सरकारले माग सम्बोधन गरेन, शिक्षा ऐन ल्याएन भने तपाईहरूसँगै साँझ बिहान रात दिन आन्दोलनमा होमिने कुरा यहीबाट घोषणा गर्दै मनोबल
अझै उच्च राखेर नेपालको सार्वजनिक शिक्षा सुधारको यो कोसेढुङ्गा बन्ने आन्दोलनलाई निरन्तरता दिनका लागि हार्दिक अनुरोध गर्दै आफ्ना शब्दहरू यही टुङ्ग्याउँदछु। हस्, धन्यवाद, नमस्ते, जय नेपाल। धन्यवाद सर। हाम्रो नेपाल शिक्षक महासंघ आन्दोलन परिचालन समिति त्रिपुरा